सम्पूर्णमा राधे राधे। आज चाहिँ म देवघाट धाममा स्नान गर्दैछु। ओम गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु। ओम। आज चाहिँ म भरतपुर महानगरपालिका 1 देवघाट धाम यो पुण्य भूमिमा स्नान गर्दैछु। हेर्न सक्नुहुन्छ दर्शक वृन्दहरू, यस्तो यो देवघाट 1 यो नेपालकै प्रसिद्ध धार्मिक स्थल हो। सबैजना देवघाट धाममा घुम्न अनि स्नान गर्न सबैजना आउनु होला। देवघाट धाम चाहिँ एकदमै पुण्य भूमि हो। म पनि यहाँ स्नान गर्दैछु सधैँ बिहान बेलुका। सम्पूर्ण भक्तजनहरू चाहिँ आफ्नो ठाउँबाट देवघाट धाममा आएर जप ध्यान तिलक गरेर आनन्द भगवानको नाम जपेर बस्न चाहिँ एकदमै राम्रो ठाउँ छ। सबैजना अब चाहिँ घरमा बसेर भएन दर्शक वृन्दहरू, यस्तो राम्रो नेपालमा यस्तो पुण्य भूमि देवघाट धाम हुँदा हुँदा सबै घरमा बसेर केही पनि हुँदैन, पुण्य कमाइँदैन। पुण्य कमाउनलाई देवघाट धाम आउनु पर्यो, स्नान गर्नु पर्यो। सबैजना अब देवघाट धाम आउनु होला। म चाहिँ अब यहाँ स्नान गर्छु सधैँ। हस् त, धन्यवाद। सबैजना चाहिँ अब घरमा बसेर हुँदैन, देवघाट धाममा स्नान गर्न चाहिँ आउनु होला।